बढिया बढिया गाइस, यो चाहिँ फेसबुकबाट आएको हो, तपाईँले देख्न सक्नुहुनेछ। जति पनि फेसबुकको पेमेन्ट छ नि, यो चाहिँ आधी जस्तो मेरो साइकलमै खर्च जान्छ हो। मेरो फेसबुकबाट चाहिँ अलवेज एभ्री मन्थ पैसा आइबस्छ नि त, कम्ती कम्ती भए पनि। अन्त त्यहाँदेखि उता यता खर्चहरू पनि निक्लिहाल्छ हो। ओके, वेलकम ब्याक टु दि च्यानल। र अहिले चाहिँ म पेलिङमा आइराखेको थिएँ है। सो फाइनली मेरो चाहिँ फेसबुकबाट पैसा आएको थियो नि त, सो त्यही निकाल्नु आएको। अन्त यहाँनिर चाहिँ एटिएम बन्द रहेछ हो। सो अब गेजिङ गएर निकाल्नु पर्ने अवस्था भइराखेको छ हो। अन्त त्यो तल गएर निकाल्नु होला कति के हुन्छ कसो हुन्छ भनेर हो। अन्त अहिले चाहिँ म राइड गर्दै जाँदैछु। अन्त यहाँदेखि चाहिँ तल कहाँनिर अफरोड खेल्दै गेजिङ जानुपर्छ होला। सो कति निक्लिन्छ के छ भनेर म तपाईँलाई डाइरेक्ट तल गएर देखाउँछु होला। अन्त फेसबुक चाहिँ पहिल्यैदेखि आउँदै थियो हो। अन्त योपालि चाहिँ अब अलिक चाहिएको छ, त्यसले गर्दा निकाल्नु पर्ने छ हो। अन्त सो लास्टसम्म बनेर हेर्नुहोस् होला हो। अन्त 1-2 दिनबाट यो जोरथाङ जानुपर्छ, त्यसको लागि पनि चाहिराखेको थियो। अन्त यो आउने 3 जुन चाहिँ हामी वर्ल्ड बाइसाइकल डे रहेछ, त्यो बेला चाहिँ ग्रुप राइड गर्नेछौँ क्योङसाबाट। सो त्यो भिडियो पनि इन्जोय गर्नुहोस् होला। सबसे पहिला चाहिँ हाल्छु। मेरो भिडियो अलिक ढिलो आउँदैछ। अब ढिलो चाहिँ किन आउँदैछ भन्दाखेरि के भन्छ, मेरो यहाँनिर फोन अलिकति प्रब्लम भइराखेको थियो नि त, त्यसले गर्दाखेरि चाहिँ अलिक ढिलो आउँदैछ हो। ल अब यहाँदेखि चाहिँ लाग्नुपर्छ। अब चाहिँ यहाँदेखि लाग्यो हो, तल गएर निकालौँ होला कति के हुन्छ। यहाँदेखि घुमेर जानुपर्छ होला हौ हामी। बढिया आज हामी ट्रेल खेल्दै जानुपर्छ हो। यहाँनिर त अझै पनि त्यत्तिकै रहेछ। सो लेट्स सी। एकदमै दामी छ यहाँदेखि गयो। ओहो बढिया। ल एज युजुअल सेम बाटो यता। यहाँदेखि जानुपर्छ हो। यहीँदेखि जानुपर्छ। अफरोड दामी छ नि। चलो यहाँनिर चाहिँ फेरि रेस्टुरेन्ट हो कि के बनाउँछ भनेर यहाँनिर बाटै बिगारिदिइराखेको छ हो। बढिया छ तर मेन उयो भेट्यो नि त, के भन्छ ट्रेल। यहाँदेखि चाहिँ ट्रेल छ हो। अन्त यहाँ दामी छ यो चाहिँ। ओ सिट अलिकति होचो पार्नुपर्ने रहेछ। र अफरोडिङ गर्दाखेरि चाहिँ अलवेज सिट डाउन, अदरवाइज यु विल गेट डाउन भनेको जस्तो साह्रो पर्छ सिट होचो नपारिकन चाहिँ। अन्त मेरो पछाडिको टायरमा चाहिँ एकदमै टाइट हावा छ हो। लेट्स सी। दामी छ। पानी पो पर्न आँट्यो, झन्डै गयो। बाँदरहरू पो रहेछ त त्यसको बाजेका। बढिया। यहाँ चाहिँ अलिकति पानी पर्दा चिप्लो हुन्छ है, तर आज त्यति चिप्लो छैन रहेछ। होइन चिप्लै हुन्छ। गइदिउँ न यही बाटो। यहाँ चाहिँ अलिकति यो साह्रो छ, अरू त भइहाल्छ। निक्ली गएको भनौँ न, अब अफरोड त निक्ली गएको। अब स्पिड जाउँ भन्दा पनि साइकलको माया लाग्ने, त्यसले ज्यादा थाम्नु सक्दैन हो गान्द्राङ गुन्द्रुङ। त्यसले गर्दा बिस्तारै जानुपर्छ। सिँढी
भयो नि गेजिङमा पनि खेल्नुपर्छ ल सिँढीमा हल्का कुदाइदिनुपर्छ ल यहाँभन्दा चाहिँ तल खतरा छ यो उयसमा सेन्ट मेरिज स्कुल माथि सिँढी टर्निङ काट्नै साह्रो पर्छ त्यहाँनिर त साह्रो चाहिँ यहाँनिर ल अब चाहिँ सबसे साह्रो भनेको यहाँदेखि छ हो अलिकति टर्निङहरू काट्नु मानिँदैन यहाँनिर चाहिँ तपाईँहरूलाई भन्नुपर्दाखेरि चाहिँ मेरो फेसबुकबाट चाहिँ अलवेज एभ्री मन्थ पैसा आइबस्छ नि त कम्ती भए पनि अन्त त्यहाँदेखि उता यता खर्चहरू पनि निक्लिहाल्छ हो है झन्डै गयो नि यो अन्त साइकलहरू उता वेट आम्मा म क्या चिप्ली गयो घट्ठे साइकलहरू उता यता बनाउने खर्च पनि फेसबुकबाटै निक्लिहाल्छ नि त त्यसले गर्दा खुसी लाग्छ तर फेसबुकमा पनि काम चाहिँ धेरै गरियो फेसबुकमा काम गर्दाखेरि यता युट्युबमा हुँदैन युट्युबमा काम गर्दा फेसबुकमा साह्रो पर्छ हो जान्छ कोही हुन्थ्यो चाहिँ टर्निङै काट्नु मान्दैन हो त्यसको बाजेका छट काट्यो भने मजा आउँछ बढिया राम्रो ठाउँमा त कुदाउँ भन्छ त ड्राइभरहरू पनि ए सर आयो सर हामीलाई पनि साइड दिउँ न हौ सर थ्याङ्क यू सो मच हामी त यसरी गइहाल्छ हो रमाइलो गर्दै गेजिङ पुगिहाल्यो ऊ पाडी देख्दैछ हो दामी छ यहाँ उली जग्गा चाहिँ अलिक कन्जस्टेड छ कि दामी त दामी छ बडै दामी छ भनौँ न वान अफ द टफेस्ट बाटो चाहिँ यहाँ चाहिँ गेजिङको उकालो साह्रै उकालो छ यहाँनिर चाहिँ फ्रन्ट टेरिँदैन गयो ए बोय मेरो लेफ्ट ह्यान्ड साइड चाहिँ एक्सिस्टेन्ट छ हो उकालै जानुपर्ने हुन्छ मलाई चाहिँ अब भोलि चाहिँ बजार लाग्छ यहाँ दामी फाइनली आइपुगेँ गेजिङको एटिएम कार्डमा हो यहाँनिर हल्का निकालिन्छ थाक्यो निकै अब यहाँनिर हल्का हल्का राइड गर्नुपर्छ ल हेरौँ आज चाहिँ मलाई चाहिने मात्रै निकाल्छु हो अन्त भोलि अस्ति जोरथाङ जाँदा फेरि फाल्टै चाहिने छ त्यसमा आज
उफ गर्मी चाहिँ साह्रै भयो ल त अब हुन्छ ल गाइस यो साउन्ड सुन्नै मजा आउँछ नि यो चाहिँ फेसबुकबाट आएको हल्का आज चाहिँ तपाईँहरूलाई पनि देखाइदिन्छु हो निक्लेन त बढिया बढिया गाइस यो चाहिँ फेसबुकबाट आएको तपाईँले देख्न सक्नुहुनेछ फेसबुकमा तपाईँहरूले देख्न सक्नुहुन्छ होला त्यहाँनिर चाहिँ मेरो 40,000 भन्दा बेसी फलोवर छ नि त त्यसले गर्दाखेरि यहाँनिर चाहिँ धेरै हेल्प हुन्छ मलाई ल अब यसले चाहिँ काम छ यसको चाहिँ त गाइस बढिया भड्याङ नेपाली नेपालको भाषा चाहिँ भड्याङमा झार्ने छु यता चट्टै गयो बोली बन्द पारिदिन्छ नि अब यहाँ हल्का कफी त खानै पर्यो होला रमाइलो गर्दै त्यो लुगु ल बजार आइपुग्यौँ अब चाहिँ हामी आज त सुनसान छ त हौ गेजिङ बजार पनि ल अब चाहिँ यहाँदेखि ल यहाँदेखि ओह्रालो लागिन्छ हो कुकुर तर्स्यो नि नयाँ चाहिँ हामी यहाँ अलिक हावा हालेर जाउँ भनेको बढिया छ त बढिया छ बढिया ल यो जति पनि फेसबुकको पेमेन्ट छ नि त्यो चाहिँ आधी जस्तो मेरो साइकलमै खर्च जान्छ हो के गर्नु तर भए पनि नआउनु भन्दा चाहिँ अब 1-2 रुपियाँ आयो भने राम्रै हो सो तपाईँले देखिहाल्नु भइहाल्ला अब मेरो महिनामा त्यस्तै 12-13 हजार जस्तो चाहिँ आउँछ माथि तल फ्लक्चुएट जस्तो भइबस्छ राम्रो काम गऱ्यो भने त्यस्तै आइहाल्छ हो काम गरेन भने आउँदैन आजभोलि चाहिँ अलिक टाइम पाएको छैन र त्यस्तो काम गर्नु पाएको छैन नि फेसबुकमा युट्युबमा पनि हाल्नुपर्ने यता फेसबुकमा पनि त्यसले गर्दाखेरि चाहिँ धेरै प्रब्लमहरू हुन्छ हो यता युट्युबमा फेसबुकमा चाहिँ कस्तो हुन्छ नि ठाडो हाल्नुपर्छ हो अन्त युट्युबमा तेर्सो त्यसको अपोजिट ठक्कै मिल्दैन अब युट्युबको लागि भिडियो गर्नु जाँदाखेरि फेसबुकमा हुँदैन फेसबुकको लागि भिडियो गर्नु जाँदा युट्युबमा हुँदैन त्यस्तै भइदिन्छ अर्को कुरा चाहिँ अनलाइनबाट पनि सामान आउँदैछ हो दामी आउँदैछ म तपाईँलाई आइसकेपछि अनबक्सिङ गरेर देखाउँछु यहाँको रोड चाहिँ अलिकति खराब छ त जेसुकै होस् कि भोलि चाहिँ हामी 3 तारिक चाहिँ यहीँदेखि फ्ल्याग अफ हुनेछ हाम्रो यो वर्ल्ड बाइसाइकल डेमा चाहिँ सो यो क्योङसा ग्राउन्ड पनि कम्प्लिट हुँदैछ अहिले चाहिँ हो दामी छ थ्याङ्क यू सो मच वाचिङ है र आजको लागि चाहिँ यति नै र मेरो आज चाहिँ त्यही पैसा निकाल्नु मात्रै जानु थियो फेसबुकको अन्त त्यो पनि निकालिहालेँ आधी चाहिँ ब्याङ्कमै छ हो त्यो चाहिँ भोलि पर्सि उता कहाँ भन्नु जोरथाङ साइकल सर्भिस गर्नु जाँदा निकाल्नुपर्छ हो र आजको लागि चाहिँ यति नै अब चाहिँ घरतिर लाग्दैछु हो आज अलिक जुम्यो भनेको निकै साह्रो पऱ्यो सो त्यसले गर्दा ल आजको लागि चाहिँ यति नै